ब्याक टु माई क्रेजी फ्यान्स तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। म यता सन्चै छु, तपाईँहरू पनि त्यता सन्चै हुन्छ होला। र अर्को कुरा, आइएम क्रेजी, यु क्रेजी, अल क्रेजी। त्यही हो, त्यो मलाई मामाले बोलाउनु भएको थियो टक्क लाएर बट्टा खाएर। अनि अर्को कुरा, हामी सुसानको घरबाट आइसकेको छौँ र हामीले सुसानको घरबाट एउटा डिओजी डग लिएर आएको छौँ। क्रेजी डग छ। ला नाम के हो? नाम के हो भन्नु न? गोथे रे आम, क्रेजी गोथे हो क्या? त्यो कुरा छोडिदिउँ। अब मेरो चाहिँ अब यहाँ सिन्धुलीमा लास्ट डे हो, आज लास्ट डे, मामा घर लास्ट डे भनौँ न। अनि आज चाहिँ अब नुहाउन जाने, अनि भोलि चल्दैछ घरतिर। त्यही हो केटा हो, उतो त्यो विशालको घर, मामा घर, विकास खेम भन्छ नि उनीहरूको। सो त्यही हो केटाहरू, अब एकछिनमा भेट्नेछौँ। अहिले हामी अब एकछिनमा खोलामा नुहाउन जानेछु। त्यही हो, अब यहाँ आएपछि त खोलामा गएको चाहिँ नुहाएको छ। त्यही हो केटाहरू। सो वी आर क्रेजी ब्लग्स भनेर भन्दिनँ ल। हामी चाहिँ नुहाउन जानु थाल्यो। त्यहाँ छ हाम्रो भाइ शिशिर भाइ र हाम्रो आन्टी। अनि त्यो कुरा छोडिदिउँ, अब हामी चल्दैछ खोलातिर। मामा अगाडि म पछाडि नुहाउन। अनि त्यही हो केटाहरू, अब यहाँबाट अब सिधै खोलातिर गएर भेट्नेछौँ हामी। सिधै अब हल्का फुल्का नुहाएको आउँछ, किनभने दुवैजना नुहाउनु पर्छ, भिडियो गर्ने कोही हुँदैन। त्यही हो कुरा। धुनी भनेको लुगा धुन त छँदै छैन, एउटा कट्टु हो। त्यही हो, अरू केही होइन। सो त्यही अब खोलातिर जानेछौँ अनि भेट्नेछौँ तपाईँहरूलाई। सो फाइनली केटा हामी खोलामा, र आज खोला एकदमै सफा, मुनिको सबै देखिरहेको के हो सबै देखिरहेको होइन। अनि हामी नुहाउन भने उता त्यहाँ अस्ति हामीले भेटेकोमा जुत्ता हेर्दा बगाएर ल्याएको थियो कि होइन, अहिलेसम्म छ त्यहीँ। अहिले उता हामीले बगाएर ल्याएको थियो। हामीले त के बगाएछ भनेको जुत्ता रहेछ फेरि बोरामा जुत्ता हालेर बगाइदिएको बगाइदिएको हो कि बगाएको थाहा होइन। उहीँ अब हामी नुहाउन ठाउँ त्यही हो। अब हल्का लुगा पनि धुन छ, एउटा कट्टु। त्यही हो के यता म देखाउँछु तपाईँहरूलाई। यही हो अघिको जुत्ता, अस्ति नै बगाएर ल्याएको हामी नुहाएको बेला। अनि यता नुहाउने हामी। सो त्यही हो, अब नुहाउने हो मजाले, खतरा गर्मी छ। यही हो केटाहरू नुहाउन अब यहाँ डुबिदिने। अब सुत्दिन्छु, लास गर्नु भयो मलाई त। अहिले हाम फाल्ने हो त्यता गएर। आज पानी गनाइराखेमा त्यही हो बबाल खतरा। जति उम्रेन फोहोर हुँदैन केटा हो बा। सो केटाहरू, हाम्रो के अरे नुहाइ भयो, कार्यक्रम लुगा पनि धुयो। अब घरतिर चल्दैछ, त्यस्तै आधी 40 मिनट जति नुहायो क्या हामी त्यस्तै। जाउँ अब हाम्रो खोला भन्नुपर्दा सिन्धुलीको भनौँ न, गडौली खोला यो हो टक्क। त्यही हो खोला। अनि त्यही हो ल, अब चल्दैछ हामी घरतिर। अब घरतिर गएर भेटौँला। सो फाइनली भित्ती केटाहरू साथी केटाकेटीहरू, त्यही नै हामी फाइनली घर आइसके। हिँड्दा पसिना त भएन, हल्का भएको छ। र अर्को कुरा, आमाले सलाद भने त थाहा छैन, तर सलाद बनाउनु थाले खाजाको लागि। त्यही हो। अनि अर्को कुरा, हाम्रो कुन के अरे नाम? गोथे कुकुरको नाम गोथे। हिजो लिएर हामीले उहाँबाट सुसानको घरबाट
अनि टाइगर यता हाम्रो सुगा यो त हाम्रो गाउँबाट लिएर अनि यहाँ चाहिँ अहिले देखाउँछु म टाइगर पनि देखाउँछु गोथे पनि देखाउँछु अहिले देखाउँछु ठ्याक्क बिस्कुट र ऊ खाइरह गोथे उ त भर्खर त 2 महिना कि कति महिना भयो भनिरहेको थियो टाइगर चाहिँ उता सो त्यही हो केटाहरू आजको भ्लग यस्तै हुन्छ गफ हानेको मात्रै केटाहरू झिलिमिली जिल्लाहरू सिरी भने जस्तै हामी झिलिमिली बनाउँदै किनभने यहाँ यो यसमा तुलो होइन 2टा यो छिराउनु पर्ने त्यस कारणले हाम्रो मामाले बनाइरहेको छ के हुन्छ अरे यसलाई टोप्रालाई होल्डर बनाउनु भइरह त्यही हो अनि त्यसपछि होल्डर बनाएपछि झिलिमिली जिल्ला भने जस्तै भयो मामाको न्यू पेट रे हाम्रो मामाको न्यू पेट मतलब घरपालुवा जनावर घरमा पालेको जनावर नट आई डोन्ट नो त्यो कुरा चाहिँ हाम्रो मामाले पालेको बोजू बनायो बोजै फोन आयो अनि यसको नाम हो भित्ती त्यति बोलेन केटा हो नो झिलिमिली आज नो झिलिमिली झन् अँधेरो पार्दै हाम्रो आमाले त्यही हो भित्ती भाइ केटा राजाले लक्ष्मी पूजा रहेछ मलाई चाहिँ थाहा थिएन अनि आज के अरे मोमबत्ती सनबत्ती बाल्दो रहेछ अनि के अरे मामा के बाल्छ अरे अन्त के बनाउँछ अरे रङ्गोली त्यो नि बनाएको थिएँ तर म चार्ज थिएन कि मैले माथि घरमा मैले चार्ज हालेर गएको थिएँ रङ्गोली मुनि घरमा बनाएको त्यसरी देखाउन पाइनँ त्यही हो अब यहाँ तपाईँहरूले एउटा चमत्कार देखाउँछ अहिले एकछिनमा होइन मामा अहिले देखाइदिउँ कि गएर अनि हाम्रो यहाँ के अरे भित्ती होइन त्यो भित्ती भनेको जस्तो लाग्ला तर त्यो कुकुरको नामै हामीले भित्ती राख्दै हो कि सुताइ गर्छ भित्ती होइन मामा त्यस कारणले भित्तीले चाहिँ भात खाएर होइन त्यही कुरा हो अब हेरौँ खान्छ कि खाँदैन हमारे पास पैसे नहीं है हमारे पास बजट कम है पर किधर गया भाई लाइटर तो झिलिमिली देखाइदिनु न बजारतिरको के लाग्यो तर उता वा कस्तो भयो यार के गर्छ जरा नो दैट वे त्यहाँ हेर्नु न त्यहाँ के पट्के नपट्किला भनेको त्यो फुस्स परेछ अब अर्को पनि छ अहिलेमा त्यहाँ बाहिर अब पहिले खेलिरह अहिले पहिले खेल्दा पनि जानु पर्ला जस्तो लागिरहेको छ मलाई चाहिँ अब के हुन्छ हेरौँ तर सानसानो यो भाइ जत्रो होला यो सिस्रे भाइ जत्रै के शब्द हान्दैनौ न त तिहारको बारेमा म के भन्न चाहदिन ल सबैजनालाई ह्याप्पी तिहार ए केटाहरू होइन ह्याप्पी तिहार सबैजनालाई सबै मतलब सबैको फ्यामिलीलाई अनि सबै केटाहरूलाई त्यही हो कोले हेर्नु भइरहेको सबैजनालाई अल नेपाल त्यही हो केटाहरू